morning everyone. Welcome to my mini vlog. आज चाहिँ के हुँदैछ हेर म माई गड बिहान बिहान रोटी हाल्दै हुन्छ मम्मीले चाहिँ बिहान बिहान हेर्नु न साथीहरू यस्तो राम्रो के छोरी चाहिँ आयो भनेर खुसियालीमा रोटी हाल्दै हुन्छ कति बजी उठेर हाल्नु रोटी 5 बजे हालेको 5 बजे अहिले 6 बजे छ है साथीहरू अझै भ्याइएको छैन किनभने टाइम लाग्छ कि हैन यो रोटी पाक्न टाइम लाग्छ हेर्न यस्तो राम्रो तातो छ अब तातो रोटी खाने हो हेर्नु न यस्तो राम्रो छ रोटी आधी चाहिँ गराइसक्नु भएको रहेछ अरू चाहिँ बन्दैछ है यहाँ आज यति बिहान उठिन म 6 परी छु 6 बजे उठ्ने मान्छे यता हेर सानो अझै निद्रा छिन् क्या 6 बजे उठ्ने मान्छे आज रोटी पाक्यो भनेर यति बिहान उठिन् सानो के आएको भन न के आएको लोटी भन न लोटी भन त के आयो सानो भन न पापा नेत्रमै छिन् है हाम्रो छोरी चाहिँ नेत्रमै छिन् अनि म पनि नेत्र छु हेर्नु फेस गजलको यता कविता त म मुखै धो छैन म पनि नेत्रमै छु साथीहरू आज यति बिहान उठेँ नि म पनि छोरी सँगसँगै उठ्ने मान्छे आज रोटीले ताने जस्तो छ हामी आमा छोरीलाई छिटै उठ्यौँ अब पाकेपछि तातो खाइहाल्ने हो अब चाहिँ मैले रोटी हाल्न लाग्यो हेर्नु है मेरो कला साथीहरू आउन त आउन आउन त आउन जस्तो आउँछ त्यस्तै खाने हो यता चाहिँ मम्मीले हाल्नु भएको मैले चाहिँ यहाँ हालेको हेर्नु न गोलो चाहिँ भन्छ है छुटे छैन मलाई नि अलिअलि त आउँछ कस्तो लाग्छ रोटी आफू अहिले हाल्नु मिठो छ साह्रै गोलो भएछ अब जो पाउँछ त्यो त हाल्ने त मेरो यो फर्स्ट ट्राई हो यो पनि गोलो छुट्टी छैन हेर्न यो चाहिँ हजुरलाई खुवाउने मिस्टर हस्बेन्ड चाहिँ यो बल्ल भयो सेकेन्ड ट्राई बल्ल भन क्या यो चाहिँ सेकेन्ड ट्राई मेरो साथीहरू यस्तो गोलो भएछ अहिले चाहिँ अलिअलि अब रोटी गराउन सिक्नु पर्यो के गर्ने मिस्टर हस्बेन्डलाई रोटी मनपर्छ गरे अब सधैँ हालिदिनु पर्ला घरमा बिहान बिहान सिक्दैछु माइत आएर साथीहरू हेर्नु कस्तो राम्रो गोलो बन्यो अहिले चाहिँ सेकेन्ड ट्राईको यो सेलरोटी त चिज जति हात प्र्याक्टिस भयो गरायो त्यति आउँदो रहेछ अघि फर्स्ट ट्राईमा भएन सेकेन्ड ट्राईमा हेर्नु कस्तो राम्रो भयो है अब सिक्नु पर्ला फर्स्ट ट्राई थियो सेकेन्ड ट्राई चाहिँ नातिनी आमा डुल्न जानुहोस् अब घुम्नुहोस् काम छैन म हाल्छु रोटी है डुल्न जानुहोस् म चाहिँ यहाँ रोटी हालिदिन्छु नातिनीलाई पठाइदिएँ आमासँग म चाहिँ यहाँ रोटी हाल्दैछु हेर्नु न 5 भइसक्यो भर्खर हालेको यो हो अहिले झन् यस्तो राम्रो गोलो बन्यो फाइनल्ली हेर्नु न रोटी हाल्न सिकिहालेँ माइतमा आएर अब घरमा गएर पनि यस्तै गरी हालिदिने उता पनि मम्मीलाई मनपर्छ अनि यस्तै रोटी हालेर खुवाउने आफ्नो हातले अब सजिलो हुन्छ उता मम्मीलाई पनि घरको मम्मीलाई नि हेर्न कस्तो राम्रो गोलो गोलो बनेछ है रोटी चाक्रीमा आइहाल्नु मामुले हालेको रोटी खाएको बेबीले मिठो लाग्छ अब चाहिँ हामी फाइनल्ली चिया र रोटी खान लाग्यो बेबीले पनि खान लागेको आज एकदमै मिठो छ है चिया रोटी खान लाग्यो हामी साथीहरू मिठो छ आफै गएको त्यो पनि मिठो लाग्छ मलाई पिउनु खै सुरुमा चाहिँ मम्मीले गएको अल्छीमा चाहिँ मैले गएको थियो मिठो लाग्यो क्या मलाई सायद अनि अन्त मिस्टर हस्बेन्डलाई कस्तो लाग्यो एकदमै राम्रो राम्रो लाग्यो राम्रो मतलब कस्तो राम्रो मिठो मिठो साह्रै मिठो अचम्मै मिठो गरे त्यस्तो मिठो छ गरे तिम्रो डडीले भनेको
हुन्छ साथीहरू, अब चाहिँ हामी ब्रेकफास्ट दिन्छौँ। चिया र के अरे सेलरोटी हो। अनि आजको भ्लग चाहिँ यति समय हेरिदिनु होला। लाइक कमेन्ट सेयर गरिदिनु होला। थ्याङ्क यू एभ्री वान।